आफू शक्तिशाली भए भनेर आफ्नो चालचलन आफ्नो व्यवहारै परिवर्तन गर्ने कयौं साथीहरू पनि मैले देखेको छु। त्यसमा विशेष ध्यान दिनु होला। नागरिकसँग सबै नजिक रहनु होला। चुनाव त फेरि पनि आउँछ। त्यतिखेर हामीले भनेका छौँ, यसपटक हामीले इतिहास रच्ने कोसिस गरेका छौँ। हामीले नागरिकसँग करार गरेका छौँ। नागरिक हामीलाई भोट हाल्न तयार थिए, तर पनि हामीले अतिरिक्त प्रतिबद्धता किन गर्यौँ भने हामी कमिटेड छौँ। यसपटक परिवर्तन गरेरै छान्ने हो, यसपटक काँचुली फेर्दै छान्ने हो भनेर हामीले नागरिकसँग करार गरेका छौँ। त्यो करारका अक्षर अक्षर पढ्नु होला। र तपाईहरुमध्ये कोही यही भएकै हलहरुमध्ये नै कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर कृपया मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायलमा म फलानु मन्त्री भनेर त्यसमा केही पनि क्याबिनेटमा दिनसम्म हामी तपाईले भन्नु पर्दैन, हामीलाई थाहा छ। साथीहरू देखिएको गर्नुहुन्छ, कयौं साथी कसैले जति देखाउँछु भने पनि देखिँदैन, कसैले अलि बढी चर्चामा आउन नपाएका साथीहरू सबैलाई पार्टीले हेरेको छ। कयौं विषयका विज्ञ सार्वजनिक शासनका 101 विज्ञ साथी अलिकति टिल्ट डाउन 101 विज्ञ साथीहरू हुनुहुन्छ है साथी होला है। चलेका देखिएका त्यहाँतिर पनि अलिकति ध्यान दिनुहोस् ताकि नागरिकले थाहा पाउन्। सञ्चारकर्मी साथीहरूको उल्लेख्य उपस्थिति भएको हुनाले म लगभग आफ्नो भनाइको अन्त्यतिर आएको छु। तपाईहरुले मेहनत गर्नुभयो, परिश्रम गर्नुभयो। केही नयाँ साथीहरू, केही पुराना साथी, नयाँ साथी कसो होला। चुनावका बेलामा जुन मेहनत तपाईले गर्नुभयो त्यो सायद नपर्ने हिसाबले त्योभन्दा तपाईको काँधमा आइपरेको छ, यसको महसुस गर्नु होला। म फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु, संसारको कुनै पनि देशले बिरलै पाउने यो अवसर इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौँ। भोट माग्दा हामीले आम जनतालाई के भनेका थियौँ भने यसपटक तपाईले गति भनेर हामी सबैले भनेका हौँ। विभिन्न ठाउँमा विभिन्न साथीहरूसँग भेटघाट गर्दा म आफै पनि पुगेको र भनेका थिएँ यसपटक आफ्नो हातले यो देशको भविष्य कस्तो लेख्ने हातमा छैन। जनता रोका हाम्रा छोराछोरीलाई विदेश जानबाट, देऊ शिक्षा, देऊ स्वास्थ्य। जनताले एकदमै धेरै रमाइलो यसलाई लिएर यसलाई चाहिँ उत्सवका रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा काम गर्नुपर्ने यो। त्यसैले म सबैलाई यसको महसुस गर्नको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। म फेरि पनि भन्छु, आफ्नो रगत बगाएर ल्याएको यो परिवर्तनलाई संस्थागत गरेर अर्को निर्वाचनमा बोलोस् भन्ने हेतुले तपाईहरुले काम गर्नुहुनेछ। नजानेको कुरा सिक्नका लागि कहिल्यै पनि अप्ठ्यारो मान्न पर्दैन। मैले अघि नै भने
कुर्सीमा बस्ने बित्तिकै या संसद भवन छिर्ने बित्तिकै ज्ञान ओइरिएर हामी कहाँ आउने होइन। एक ठाउँमा उभिँदा पनि यो देश बन्दैन भने, यति साथीहरू मिलेर पनि बनाउन सकिएन भने कसले बनाउन सक्ला? सक्छौँ, हामी गर्छौँ। हामी अन्त्यमा यो देशको सबैभन्दा ठुलो समस्या मैले देखेको सामाजिक न्याय हो। सामाजिक न्यायका लागि